विदेश जाने युवा नम्बर 1 अनि अर्को चाहिँ विदेश जाने युवा नम्बर 2 अनि यो चाहिँ एजेन्ट। यो चाहिँ यसले चाहिँ विदेश पठाइदिन्छु भन्यो हैन। त्यस्तो केसमा सुरुमा यसको र यसको बीच डिल हुन्छ है। यो सेकेन्ड पर्सन पछि आउँछ। यसले सुरुमा यो व्यक्तिलाई चाहिँ मानौ 1 लाख रुपैयाँ दियो। 1 लाख कसलाई दियो? यसलाई दियो। अनि त्यस्तो बेलामा चाहिँ योसँग प्रमाण थियो 1 लाख दिएको, रसिद सहित थियो। अनि त्यसपछि यसले अब कति महिना झुलायो त भन्दाखेरि 6-7 महिना झुलायो है। 6-7 महिना झुलायो। अनि झुलाइसकेपछि अनि यसले चाहिँ उसलाई फोन गरेर हैन, म मेरो 1 लाख रुपैयाँ फिर्ता गर्छस् कि म विभागमा गएर उजुरी गरौँ, म नेपाल सरकार वैदेशिक रोजगार विभागमा उजुरी गरौँ भनेर यसले चाहिँ यसलाई डे टु डे धम्कायो। धम्काइसकेपछि 6-7 महिनामा त के दिन्थ्यो हैन, अझै धेरै झुलायो। अनि त्यसपछि यसले चाहिँ के गर्यो त भन्दा उसँग प्रमाण छ नि त, उसँग पैसा बुझाएको प्रमाण छ, उसलाई पैसा बुझाएको। त्यस्तो केसमा चाहिँ अब यसले के गर्छ त भन्दाखेरि तपाईको उसलाई त पैसा फिर्ता गर्नु पर्यो, नभए त गएर विभागमा के साल्ने भयो हैन। त्यस्तो बेलामा चाहिँ उसले ओके म पैसा दिन्छु भन्छ हैन। त्यसपछि लो मलाई पठाउनु त भन्छ उसले। बिचारा यसलाई केही पनि थाहा हुन्न। अब यसले अर्कोसँग डिल गर्छ, योसँग 6-7 महिनापछि है। योसँग के भनेर डिल गर्छ त फेरि अर्को देश पठाइदिन्छु, कुनै देश विदेश पठाइदिन्छु, अथवा यसलाई जे भनेको थियो क्रोएसिया पठाइदिन्छु भन्ला के भन्ला हैन। यो व्यक्ति सेकेन्ड यो दोस्रो नम्बरको युवासँग चाहिँ डिल गर्छ यसले। कति डिल गर्छ? 1 लाख है है। अब यो पनि 6-7 महिना त फेरि झुलाउनु पाइयो हो। त्यस्तो केसमा चाहिँ 1 लाखको डिल गर्छ। अब यसले त यसलाई पैसा दिनुपर्ने हो नि त हैन। तर यसले यसलाई पैसा दिँदैन। यो मान्छेले आफू जोगिनको लागि के गर्छ त भन्दा अब यसको चाहिँ खाता नम्बर पठाइदिन्छ, किनकि यसलाई दिनु छ नि त हैन, यसलाई दिनु छ हो। त्यस्तो केसमा यसले के गर्छ? यसको एकाउन्टमा पैसा हाल्छ। अब हैन, हाल्नु पर्ने थियो कसलाई? यसलाई। तर यसले चाहिँ कसको एकाउन्ट दियो? यसको एकाउन्ट दियो, किनकि यसलाई पैसा दिन्छ 1 लाख। अब यसले पनि त यो पनि त बाटो छ होला। यो मान्छेले पनि अब वैदेशिक रोजगार भनेर लेखेर यसलाई चाहिँ पैसा दिने भयो। अब भोलिको दिनमा यो मान्छेले यसलाई जुन यसको पैसा 1 लाख रुपैयाँ लिएछ नि हैन हो, त्यो 1 लाख रुपैयाँ चाहिँ भोलि फिर्ता गरेन यसले भने, अथवा यो भाग्दियो भने, यो चाहिँ मानव पैसा खायो भाग्यो, एउटासँग मात्रै हैन 100 युवासँग चाहिँ यसले त्यसरी पैसा लियो होला अनि भाग्दियो भने भोलि उजुरी यसले कसलाई हाल्छ त भन्दाखेरि यसलाई हाल्न त मिल्दैन, किनकि प्रमाण छैन। यसलाई हाले प्रमाण छ भन्दाखेरि नम्बर 1 यो पीडित नम्बर 2, यहाँ 2 नम्बर र 1 नम्बर भनेको छ नि त हैन। यसलाई पैसा हालेको हुनाले अब वैदेशिक रोजगार विभागमा उजुरी कसको नाममा जान्छ त भन्दा यसको नाममा जान्छ। भनेपछि भोलि को पक्राउ पर्ने हो त भन्दा यो पक्राउ पर्ने हो। हेर्नुस् है, यो चाहिँ के हुन्छ त भन्दा फरार। यस्तो केस अब धेरै आउनेवाला छ। मैले देखिरहेको छु यो कुरा भविष्यमा आउनेवाला छ र अहिले पनि आइरहेको छ। यो कुरा पनि ख्याल गर्नु होला, आइरहेको छ।